चुपचाप घण्टी छाप नारालाई जनताले रुचाएपछि झण्डै 2/3 बहुमत सहित शक्तिशाली सरकारको प्रधानमन्त्री छन् बालेन्द्र शाह बालेन। प्रधानमन्त्री भएको 2 साता नाग्यो, संसदमा चुँ बोलेनन्। उनी चुपचाप रहे, जसरी मतदाताले उनलाई चुपचाप घण्टी छापमा मतदान गरेर विजयी गराए र प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराए। तर कानून बनाउने सँगै जनताको पीर मर्का सुन्ने र सरकारलाई सम्बोधन गराउन निर्देशन समेत दिने जनप्रतिनिधिहरूको थलो संसदमा बालेन 6 वटा बैठकमा बोल्दै बोलेनन्। मतदान गरेर विजयी गराउने मतदाताहरूलाई संसदबाट धन्यवाद समेत दिएनन् र नेपाललाई समृद्ध र विकसित बनाउने आफ्नो योजना जनताका प्रतिनिधिहरूको थलो संसदबाट भनेनन्। जबकि प्रधानमन्त्री संसद प्रति उत्तरदायी हुन्छ, संसदमा बोल्नुपर्छ, संसद बैठकमा मात्रै उपस्थित भएर हुँदैन। सार्वभौम संसदको गरिमा र मर्यादालाई ख्याल गरेर जनतालाई त्यहीबाट सम्बोधन गर्नुपर्छ। तर बालेनले संसदलाई केही ठानेनन्। जबकि बालेनले नेपाली सेनाको कार्यक्रममा बोले, तर 6 पटकसम्म संसद बैठक बस्दा एक पटक पनि देशवासीलाई सम्बोधन गरेनन् र आफूलाई मत दिने झापालीलाई पनि धन्यवाद दिएनन्। यति बेला उनको आलोचना भइरहेको छ।